ちょっと話してください。私のブログ。あ、そうなんだ。こんにちは。先生何歳ですか？今学生。आज हामी मोमी जी हेर्न हिँडिसकेको छु यहाँ बसलाई वेट गरिरहेको छन् साथीहरु क्यामेरा स्यामेरा पनि लिएर आइसकेको छ यहाँ हाम्रो रिजल्टले क्यामेरा गर्नुपर्ने छ 8 लाख रुपैयाँ गएको फी जम्मा गर्नुपर्ने त्यसले चाहिँ यसो के कुरा मिलाउँदै हुन्छ टिकट सिकेटको भिडियो हेर्नु वेलकम टु माय मिनी ब्लग हैन इन्डियन आर्मी हैन टोइरे पनि यहाँ चाहिँ बवाल हुन्छ क्या त्यस्तो सोचे जस्तो चाहिँ अलि छैन जस्तो कस्तो छैन कस्तो यो के हो यो ठाउँको चाहिँ यो चाहिँ हाम्रो खोदी सानो है हेलो गाइज वेलकम टु माय न्यू ब्लग तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत आज चाहिँ हामी काकोबाट चाहिँ मोमीजी हेर्न जाँदैछौँ क्या अहिले चाहिँ म जस्ट कामबाट आइरहेको छु कामबाट आएर अब रुम जाने खाना बनाउने होइन खाना खाने नि गएको जाने छिटो चाहिँ गरेर मैले चाहिँ अर्को काम पनि भ्याउनु पर्ने थियो फेरि आज 2 बजेदेखिको होइन त्यही भएर साथीहरू भ्लग हेर्नुहोस् आज मम्मीजी के कस्तो रहेछ सब तपाईँहरूलाई देखाउनुहोस् मेरो भ्लगमा होइन लेट्स गो रुम गएर नि 15-20 मिनट सुतेर होइन आज हामी मम्मीजी हेर्न हिँडिसकेको छु सायद सेन्सीहरूले पर्खिनु भएको होला ठुलो बडालाई पर्खिनु पर्यो नि त होइन माइनी लेट हो क्या म चाहिँ साथीहरू हामी चाहिँ आज लागिसक्यौँ होइन यहाँ देख्न सक्नुहुन्छ सबैजना यहाँ लागिसकेको छ अगाडि छ हाम्रो केटाहरू यहाँ छ यता छ हाम्रो सन्तोष ठिक छ नि होइन मजा छ नाइट काम हालेर आएको होइन केही जाओस् न त यहाँ हेलो गाइस आज चाहिँ हामी टक्क यो अटम सिजन चलिरहेको छ होइन यहाँ चाहिँ अब टक्क नेपालमा अब हुन्छ नि पात झर्ने सिजन यो चलिरहेको छ होइन यहाँ पात झर्दा चाहिँ रुखको पातहरू चाहिँ दामी के फुल फुलेको जस्तो देखिन्छ होइन त्यही हेर्नलाई चाहिँ हाम्रो गएकोदेखि हाम्रो क्लासको साथी सबैलाई अब हामी जान्छौँ के छ हजुरलाई हामी देखाउने नै छौँ यहाँ चाहिँ यस्तो यहाँ अब हामी हिँड्दाखेरि नै यो चाहिँ पात झर्न लगाएको होइन यस्तरी फुलेको जस्तो देखिन्छ कि फाइनल्ली हामी चाहिँ अब बस चढ्ने ठाउँ आइसकेको छौँ यहाँ बसलाई वेट गरिरहेको छन् साथीहरू सबै साथीहरू यहाँ बसदेखि उत्रिसक्यौँ होइन सबैजना अगाडि लागिरहेछ हाम्रो बस चाहिँ यहाँनिर छ बसबाट टक्क ओर्लेर हामी चाहिँ यसरी यो बाटो लाग्दैछौँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले पावलो क्या यो हाम्रो रिचाल्डो सानले चाहिँ यहाँनिर क्यामेरा स्यामेरा पनि लिएर आइसकेको छ होइन रिचाल्डको क्यामेरा देखाउनु नि त यहाँ हाम्रो रिचाल्डले क्यामेरा लिएर आएको छ तपाईँहरूलाई लिमिटेड चिज मात्र देखाउनेछु यो हाम्रो ब्लग चाहिँ कहिले भने अब जहिले एडिट गरेर भ्याउँछु म होइन एडिट गर्न भ्याउँदिनँ नि त भोलि नि काम छ पर्सि नि काम छ नि पछि नि कामै काम छ क्या मेरो चाहिँ पुरै काम चाहिँ म गर्नुपर्ने छ 8 लाख रुपैयाँ गएको फी जम्मा गर्नुपर्ने छ नि त त्यो काम चाहिँ नन स्टप हो अब है काम चाहिँ रेगुलर हुने छ एक्जामले चाहिँ नो रेस्ट ओन्ली सिगोतो अगाडिको जज चाहिँ देखाउन बाँकी छ तर आज काम पनि भ्याउनु पर्ने छ त्यही भएर लिमिटेड कुराहरू मात्र देखाउँछु आज म तपाईँलाई हाम्रो सेन्से चाहिँ त्यहाँनिर होइन हाम्रो टिकट चाहिँ काट्दै हुनुहुन्छ मम्मीजी हेर्नु टिकट हामी चाहिँ यसरी लाइन लागिरहेछ है राम्रो आयो के हो यो ठाउँको राम्रो सर्ट्स क्लिप्सहरू हेर्नुहोस् अनि बल्ल अगाडि भिडियो हेर्न मजा आउँछ लेट्स गो मेरो पछाडि देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ यो हाम्रो यो पोखरी जस्तो ठाउँमा चाहिँ पुरै हाँसहरू खेलिरहेछ होइन यस्तो राम्रो यस्तो रमाइलो ठाउँ छ प्लिज साथीहरू आउनुहोस् घुम्नुहोस् रमाउनुहोस् बहुत इन्जोय गर्नुहोस् द्याट्स द प्लेस अफ शान्तिको एउटा बाटो भन्छ नि यस्तैबाट सुरु गर्न सकिन्छ है साथीहरू बवाल छ ल हेर्नुहोस्
दामी लाग्यो मलाई चाहिँ जे होस् होइन यो ठाउँ। म चाहिँ बेला बोकामा आज चाहिँ अब चिखान छैन नि त, समय छैन हाम्रो। टोइले पनि यहाँ चाहिँ बवाल हुन्छ क्या, यहाँ हेर्नु न। म यस्तैमा घर बनाएर दियो भने म त आनन्द लाइफ कटाउँथेँ क्या। यहाँ हेर्नु न मौमिजी पाउलोहरू होइन, यहाँ चाहिँ जङ्गल छ पुरै यहाँ माथिसम्म, यस्तो बवाल छ ठाउँ चाहिँ। यहाँ चाहिँ हाम्रो चाहिँ ग्याङहरूले पुरै यहाँ टिकटक भिडियो सिडियो बनाइरहेछन्। अब यिनीहरूको चल्ती म्यानर भन्ने कुरा चाहिँ यस्तै हो, फोटो र भिडियो खिच्न पायो भने जहीँ पनि रेडी हुन्छ नि त। त्यही भएर यो चाहिँ हाम्रो ठुलो ग्याङ हो। पार्क नि होइन मोमोजी हेर्नु कि मम्मीजी त्यस्तो सोचे जस्तो चाहिँ अलि छैन जस्तो कस्तो छैन, कस्तो यो के हो, यो के हो, यो के हो, हेर न यहाँ हेर, यहाँ हेर, यो के हो, यो के हो। यता चाहिँ बवाल छैन, तर बवाल छैन तर अनि अझै अलि धेरै सबै के यो हरियाली देखेको छ नि, यो सबै भर स्टार्ट भएको हो नि त, भर स्टार्ट भएको हो, अलिक पछि आउनुपर्छ होइन, राम्रो देखिन्छ। अलिकति डाउट लाग्यो मलाई जहाँसम्म मेरो मनमा चाहिँ, तिम्रो मनमा चाहिँ यो हुनसक्छ गाइस, तर पनि एकदम राम्रो छ। एकचोटि आउनु होला, नजिक हुनुहुन्छ भने। वेलकम टु माई मिनी भ्लग होइन गाइजहरू। हामी यहाँ घुम्न आएको है, यो ठाउँको नाम चाहिँ थाहा छैन है गाइजहरू। यहाँ यो भन्ने चाहिँ इसान भन्ने मान्छे हो है। बल्ल मलाई देखाए, आफूले देखाएको छ। ल हेर है गाइजहरू, हामी भ्लग बनाउँदैछौँ है। ल हामी अब यहाँबाट सुरु भयो है, सुरु भएर साथी नवीन सर हो यो मान्छे चाहिँ होइन, इन्डियन आर्मी भनौँ न। अब हामी नेपाली Ai sensei. Sensei. Senseiも綺麗ね。すごいね。なんかこのカメラ綺麗だね。はい。ここすごい綺麗で。はい、先生。こっち？そうそうそう。ここ。お寺ね、先生。そうそう。まあお寺小さいから。そこすごい綺麗だ。日本のお寺है यो चाहिँ। साथी भ्लगमा भएर तिमी आउँछौ है? ल साथी ल। के आइडी? मेरो त @isant 2025। ल हामी चाहिँ यहाँनिर सेन्सेले किरै छ भनेर पठाउँदै हुन्छ होइन, के छ हेर्न गइरहेको छौँ साथीहरू। जङ्गल जस्तो छ। के छ अरू केही विचार आइरहेछ? अरू विचार नेपालको जङ्गल घुमेको केटाहरूसँग होइन होला, फेरि गर्लफ्रेन्डसँग होला। यहाँ त फेरि पाइँदैन होला यस्तो गर्न। किन यहाँमै पिघल क्या? होइन पाइन्छ, आफूले मिलाउ न, सोच हुने त। अब यो ठाउँको चाहिँ तिमीले सर्ट छोटो मिठो होइन के कस्तो रहेछ, अरू आउँदाखेरि कस्तो हुने रहेछ यो बेला। मम्मीजी हेर्न आउनुहुन्छ भने चाहिँ अहिलेलाई नै ठिकै हो। अब पछि चाहिँ अब सबै झरिसक्छ होला अब यस्तो। लेकिन यहाँमै पिघल होइन यहाँ चाहिँ अब यहाँको अब तपाईँलाई भन्नै पर्दैन न, जापानको इन्भाइरोमेन्ट चाहिँ अब सफा चाहिँ राखेकै हुन्छ होइन। जस्तो सुकै होस् कि सानो यस्तो यहाँ देखाउन सानो खोला छ र पनि पिउने पानी बगिरहेको छ कि, अब नेपालमा त्यस्तो हुँदैन। दामी होइन, यो हेर्न चाहिँ मान्छेहरू टाढादेखि होइन, विदेशदेखि पनि आएर हुन्छ नि त। अनि त्यो मेन भनेको क्यामेरा पक्रिन आउँदैन नि त। नयाँ भ्लगर चाहिँ पुरानो हो होइन, तर क्यामेरा सम्बन्धी मलाई केही थाहा छैन क्या। हाम्रो सेन्से चाहिँ यहाँ हुनुहुन्छ। हाम्रो सेन्सेちょっと話してください。私のブログ。あ、そうなんだ。こんにちは。アジア国際語学センターの上田です。今日は3軒へ来ました。綺麗です。すごい、先生綺麗ね。はい。先生何歳ですか？50歳です。50歳ないね。25歳。今学生。25歳त्यस्तो देखिन्छ होइन साथीहरू, तर सेन्से चाहिँ अलिकति के अरे 50-51 वर्ष भए पनि उहाँ चाहिँ 25 वर्ष 29 वर्ष जस्तो देखिनुहुन्छ क्या नेपाली अगाडि चाहिँ हेर्दाखेरि होइन। नेपाली त अब यतिको हेर्दाखेरि त त्यही त हो नि होइन, 29 वर्ष 25 वर्ष 28 वर्ष होइन। त्यसैले भने कि सर्टकट जाऊ इसान दोसान भन्दै हिँड्छ होइन। म चाहिँ जाँदैछु, अब फेभरेट सेन्स हो नि त मेरो चाहिँ। यहाँ लड्न सकिन्छ भनेर यहाँ हाम्रो नियोन्जिनले चाहिँ यहाँनिर सबै चिज क्या स्टेप बाई होइन, अब जान्दैनन् भनेर सबै चिज यसरी बनाएको हुन्छ नि त। यो चाहिँ हाम्रो
ओतेरा जस्तो घर होइन म चाहिँ हल्का उयो आउँदैन नि त निखमको भाषा त्यही भएर सेन्सेल हल्का सोधेरै आउनु पर्यो नि त हाम्रो सेन्से चाहिँ आउँदै हुनुहुन्छ यस्तो छ हेर्नुहोस् सेन्से पोजिसन आसुको देशका देख्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ है हाम्रो फुजिसान चाहिँ यहाँ अलिअलि देखिँदैछ नि यो चाहिँ हाम्रो फुजिसान हो उनीहरू आइपुगेछ फेरि मिनासान यहाँ हाम्रो चाहिँ आइपुगेको छ साथीहरू होइन फुजिसान हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो फुजिसान हो है साथीहरू फुजिसानको चाहिँ टुप्पो चाहिँ अलिकति रोइन रहेछ क्या मलाई चाहिँ त्यस्तै लागिरहेको छ फुजिसान हेर्नु चाहिँ यस्तरी मान्छेहरू आउँछ क्या यहाँ हात देखाएको फुजिसान फुजिसान जत्रा सरे देख्यौ फुजिसान चाहिँ त्यो अब म तपाईँहरूलाई चाहिँ उमी हाम्रो उमी देखाउँछु है हाम्रो उमीको म्याप चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन यहाँ चाहिँ यसरी म्यापहरू राखेको छ यो यहाँ छ यो यहाँ छ यो यहाँ छ भनेर यसरी म्यापहरू देखाइएको हुन्छ अनि देख्न सक्नुहुन्छ त्यो चाहिँ हाम्रो त्यो साइडको छ नि त्यो चाहिँ हाम्रो उमीहरू भयो क्या अनि यो चाहिँ हाम्रो मम्मीजीहरू है मेन मन्दिर भनेको चाहिँ साथीहरू यही हो ओतेरा भन्छ जापानमा होइन यो चाहिँ ओतेरा हो जापानको ओतेरा चाहिँ यो हो क्या होइन अब यो ओतेरा चाहिँ यता अर्को सहर देखिँदो रहेछ क्या फेरि यहाँ हेर्नुहोस् हामी देखिँदो रहेछ नि त अघि नै ऊ त्यहाँ थियौँ क्या हामी यता कता हो सायद हामी चाहिँ यहाँ मम्मीजी हेरी घुरिसकेको छौँ होइन साथीहरू हाम्रो भ्लग चाहिँ हजुरहरूलाई कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला भन्दै हस् त आजलाई बाइ बाइ।